अनि असल कदम, त्यो कदम समर्पण हुनेछ सकारात्मक परिवर्तनको लागि। This program is supported by ग्रीन तारा सुपरमार्केट। हरेक प्रकारको घरेलु सामग्रीको लागि सम्झनुहोस् ग्रीन तारा सुपरमार्केट, वुडसाइड, न्युयोर्क। आईटीमा भविष्य खोजिरहनु भएको छ? सम्झनुहोस् टाकेयो www.takeo.ai/candidate apply now। कर तथा एकाउन्ट सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् म्याक्स ट्याक्सेस एन्ड मोर। म्याक्स ट्याक्सेस एन्ड मोर। न्यू जर्सीको जर्सी सिटीमा रहेको एकमात्र नेपाली रेस्टुरेन्ट सम्झनुहोस् नमस्ते मोमो कटेज। नमस्ते मोमो कटेज। नमस्ते, म हुँ विकी पुलामी। भके हाउस अनलाइन टेलिभिजनको यस न्यू जर्नी एपिसोडमा हार्दिक स्वागत छ। आज हामीसँग हुनुहुन्छ 2 दशकभन्दा लामो समय संयुक्त राज्य अमेरिकाको न्युयोर्क, कनेक्टिकट र आसपासको राज्यमा रही आफ्नो नृत्य कलाबाट आफूलाई र आफ्नो पहिचान स्थापित गराउन सफल एकजना नृत्याङ्गना तथा पछिल्लो समय धेरै गीतहरूमा स्वर पनि भर्नुभएकी गायिका हामीसँग हुनुहुन्छ। अलराइट, म ढिलो नगरिकन म आजको कार्यक्रममा स्वागत गर्न चाहन्छु वन एन्ड ओन्ली बसन्ती राईलाई। फुलको आँखामा फुलै संसार होइन, काँडाको आँखामा काँडै संसार होला होइन। थ्याङ्क यू सो मच मेरो नृत्यलाई हजुरले राम्रो भनिदिनु भयो त्यसको लागि। अनि अब हजुरको अर्को क्वेसन के थियो? जस्तो नृत्य गर्दा गर्दै अहिले तपाईँ गायकीमा पनि प्रवेश गर्नुभयो होइन? यो चाहिँ कस्तो भयो भने अब जस्तो अब हामी यो क्षेत्रमा घुम्दै जाँदा बस्दै जाँदा चाहिँ यो गायन क्षेत्रमा चाहिँ म कसरी अघि बढेँ भने जस्तो अब मैले पहिलो यहाँ न्युयोर्कमा आउँदाखेरि हाम्रो बिमोडाङजी हुनुहुन्छ, हि इज भेरी पोजिटिभ होइन। उहाँहरूकै कारणले चाहिँ म यो कला गायिका क्षेत्रमा चाहिँ म प्रवेश गरेँ अगाडि होइन। अनि उहाँले चाहिँ मलाई बिमोडाङज्यूले चाहिँ एकदम सपोर्ट गर्नुभएको छ। मेरो एउटा गीत राजपालसँग गाएकी छु होइन, उहाँ बिमोडाङज्यूको शब्द सङ्गीत रहेको छ होइन। अनि उहाँले चाहिँ
बसन्ती तिमी गाउन सक्छौ भने अनि कोसँग गाउँ रे क्या राजेश राईसँग ओ माई गॉड म राजेश गाउन सक्छु र त्यसो नभन्न विमल सोटीज्यू भने मैले यसरी जिस्केँ होइन अनि किन सक्दैन सक्छ होइन आई फिल रियली इन्करेज के उहाँले राम्रो इन्करेज गर्नुभयो लेट्स ट्राई भने अनि एक दिन राजेश पाल दाई चाहिँ नेपालबाट अब उहाँको प्रोग्रामको सिलसिलामा आउनुभयो अनि उहाँले कुरा राख्नुभयो कुरा राखेपछि चाहिँ के गर्नुभयो राजेश पालजीले भनेको गाउने रे अब त्यो हाम्रो सोइटोले सोइ लगाउँ गीतको गीत थियो सोइटोले सोइ त्यो चाहिँ मेरो 4.5 मिलियन भ्यू भएको मिलियन्स भ्यू भएको त्यो गीत हो होइन अनि उहाँसँग गाएँ उहाँले कुनै पनि नाइ नास्ती भन्नु भएन होइन तपाईँको जर्नीको बारेमा हामी कुराकानी गर्नेछौँ बसन्तीजी होइन त्योभन्दा पहिले पछिल्लो समय तपाईँले एउटा बेबी बसन्ती भन्ने गीत निकाल्नु भएको थियो होइन त्यसको 2 टुक्का गाएर सुनाइदिनुहोस् यो बेबी बसन्ती चाहिँ मैले भर्खर नेपालमा 1 महिना जति भयो होइन यो चाहिँ हाम्रो यो गीत चाहिँ हाम्रो इन्करेज गर्ने अर्को राजेश गुरुङ पापा हुनुहुन्छ उहाँलाई म पापा भन्छु बस्नु सक्नुहुन्छ राम्ररी नै थ्याङ्क यू म अलिक सानो भयो होइन अनि उहाँले चाहिँ यो गीतलाई चाहिँ मलाई एकदम धेरै इन्करेज गरेर उहाँले चाहिँ बसन्ती तिमी बेबी पनि छौ स्ट्रङ पनि छौ सेक्सी पनि छौ बोल्ड पनि छौ लेट्स मेक वान सङ भनेर हामी यस्तो टेबल बजाउँदै उहाँले चाहिँ राजेश पापाले चाहिँ बनाउनु भएको यो गीत राजेश गुरुङ हो म चाहिँ उहाँलाई पापा भन्छु उहाँले मलाई छोरी भन्नुहुन्छ है अनि त्यहाँबाट अनि लेख्नु त ड्याडी कस्तो खालके भनेर हामी सुरु भयो होइन अनि लेख्दा लेख्दै यस्तो यसरी गाउँ के अरे यसरी गाउँ बोल्छु स्ट्रङ छु लेट्स ट्राई भन्दा भन्दै पछि अनि ऱ्याप चाहिँ कसरी बनाउने यसमा ऱ्याप पनि हाल्नु पर्ला है अनि मैले यसो सोचेँ पापा लेट्स मेक यो कि बसन्ती न्यू कि फेमस हटे कुल्चे दामी छ फिगर गरे थियौँ अनि हुन्छ भने हामी दुईजनाले सँगै लेखेर सँगै स्टार्टेड क्या अनि उहाँले चाहिँ यसको अगाडिको स्थायी चाहिँ कसरी राखौँ होला भन्नुभयो हल्ला चल्यो बसन्तीको जताततै हल्ला चर्चा जताततै अमेरिकामा नृत्यमा त चर्चा छ हैन गीतमा पनि चर्चा कमाऊ हैन हजुर अनि उहाँले चाहिँ के भन्नुभयो भने ल यस्तो खालके यसको टुक्का चाहिँ यसको सुरुको स्थायी चाहिँ यसरी गाउँ भने ल गा त भन्नुभयो मैले हुन्छ पापा भने अनि हल्ला चल्यो मेरो टोलमा हल्ला चल्यो मेरो रूपको टोलमा 18 देखि 80 सम्म सबको उड्यो चेन बेबी बसन्ती हट एन्ड स्वीटी ब्युटी विथ अ ब्रेन hot very hot baby basanti oh my god. Wow. Thank you Vicky ji. Thank you so much. Thank you. This is really nice song. Yeah, it's really cool. है अलिकति हात चाहिँ बटारी राखेको छु. एकछिन अब यो भर्खरै यही चर्चा गरौँ बेबी बसन्तीको हैन. हजुर. बेबी बसन्ती तपाईले नेपाल गएर धेरै चर्चित कलाकारहरू धेरै चर्चित अनुहारहरूलाई तपाईले एउटै प्लेटफर्ममा ल्याउनु भएको छ हैन. र केही वर्ष पहिले न्युयोर्कमै तपाईले पछिल्लो पुस्ताका महानायक राजेश हमालसँग अभिनय गर्नुभयो. हजुर. र अहिले पछिल्लो समयको अहिलेको नयाँ पुस्ताका हट केक आकाश श्रेष्ठसँग तपाईले अभिनय गर्नुभयो. हजुर. यो दुई भनौँ न महानायक राजेश हमालज्यूको बारेमा त धेरै केही बोल्नै परेन हैन. र पछिल्लो समय अहिले आकाश श्रेष्ठ पनि एकदमै हट केक बनेका छन् हैन. यो दुईसँग तपाईले अभिनय गर्दा नृत्य गर्दाको फरक के पाउनुभयो त? अब राजेश हमालजी भनेको एउटा हैन अब सबैले सुपरस्टार भन्छन् अनि he is a very humblest person अनि एकदम talent intelligent beautiful I'm good looking हैन. Beautiful. Sorry. Beautiful भने sorry. I accept my apology है. अनि उहाँ चाहिँ अब नजिकबाट चाहिँ उहाँ चाहिँ कस्तो खालको व्यक्ति हुनुहुन्छ भने उहाँले चाहिँ कुनै पनि अब जस्तो डान्स क्षेत्रमा भयो हैन अब जस्तो हामी त उहाँबाट रातो टीका निधारमाबाट म फेमस भएको उहाँकै सपोर्टले नै म आज यहाँसम्म आइपुगेको हो. म त्यो एउटा भन्न चाहन्छु फर्स्ट. अनि सेकेन्ड भनेको फर्स्टचोटि म यहाँ अमेरिकामा आजभन्दा लाइक 20-22 वर्ष नै अगाडि 24 वर्ष भनौँ अस्ति भर्खर काउन्ट गर्दाखेरि उहाँसँग रातो टीका निधारमा मैले डान्स गर्दाखेरि म एउटा सानो कलाकार हैन. अब उहाँ चाहिँ यत्रो ठुलो कलाकार हुनुहुन्छ हैन. मलाई अफर आयो के बसन्तीजी अब चाहिँ तपाईँ यसपालि चाहिँ राजेश हमालसँग नाच्नुपर्छ है भन्नु. ओ माई गॉड राजेश हमाल द्याट इम्पोसिबल हैन. मैले त सोच्नै नसकेको कुरा कसरी म राजेश हमालसँग नाच्छु त्यत्रो सुपरस्टार मान्छे भनेर मैले उहाँलाई हरिश सेडाईजीलाई चाहिँ मैले क्वेसन राखेँ कि ही वाज द अर्गनाइजेसन उहाँले चाहिँ त्यो अर्गनाइज गर्नुभएको थियो त्यो प्रोग्राम होइन. अनि राजेश हमाल सुपरस्टार नाइट राख्ने भयो राजेश हमाल आउँदैछ भन्नुभयो. अनि म त है एकछिन त सक के लाइक
म चाहिँ राजेश हमालसँग नाच्नु चाहिँ सक्दिनँ होला भने के। अनि उहाँ सोइसो आउनुभयो अनि बसन्त अनि मैले भने राजेश हमाल ओ माई गड हिरो भने क्या मैले। अनि त्यहाँबाट उहाँले बसन्तजी हजुरसँग चाहिँ मेरो अफर छ डान्सको, हजुर नै हो नि हाम्रो हिरोइन भन्नुभयो। म हिरोइन होइन म त सिम्पल हो भनेर मैले उहाँसँग यसरी उयो गरेँ। उहाँले चाहिँ मलाई देखेर जिस्काउनु भएको रहेछ। म चाहिँ अलिक सानै नृत्य उहाँले हेरेर तपाईँलाई मन पराइसक्नु भएको रहेछ। हजुर 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 अनि मन पराइसक्नु भएको रहेछ होला आई गेस, मेबी उहाँले देख्नु पनि भएको थिएन होला। सो मैले उहाँसँग फर्स्ट अपर्च्युनिटी पाएँ अनि हिज एकदम मलाई सपोर्ट गर्नुभयो। उहाँले कहिले पनि यो सानो व्यक्ति सानो कलाकार भनेर मैले कहिले पनि उहाँले मलाई त्यो आइजले हेर्नु भएन। एभ्री सिङ्गल टाइम हमालजी अमेरिका आउँदाखेरि उहाँले पहिलो व्यक्ति अरू जति पनि हिरोइनहरूको नाम लिँदाखेरि म कसैसँग नआइदिने एक्सेप्ट बसन्ती भन्नुहुन्थ्यो उहाँले रे होइन। अनि त्यही भएर मैले उहाँबाट चाहिँ एकदम एउटा राम्रो इन्करेज र राम्रो ठाउँ पाएर मैले आजसम्म यहाँ अघि बढेको कारण उहाँको कारणले पनि हुनसक्छ होइन। अनि अब आकाश श्रेष्ठज्यू चाहिँ कस्तो भयो भने उहाँ पनि एकदम हम्बलिङ राम्रो एज लाइक होइन एउटा वेल म्यानर भएको क्वाइट पर्सन हुनुहुँदो रहेछ होइन। मैले उहाँसँग भेटेर कुरा गरेर मलाई चाहिँ आकाशजी एकदम मन पर्यो। आकाशजी यस्तो खालको टाइपको मेरो गीतमा 18 देखि 80 सम्म चाहिँ हजुरलाई सुट हुन्छ होला, वाट डु थिङ्क भनेको। उहाँले हुन्छ बसन्तजी गरौँ, तपाईँको गीत मलाई मन पर्यो भन्नुभयो होइन। अनि म त्यतिखेर बिरामी थिएँ, उहाँले मलाई यस्तो पनि भन्नुभयो होइन तपाईँ हामीले पहिल्यै सुटिङ गर्थ्यौँ आजभन्दा 1 वर्ष अगाडि के। अनि उहाँले चाहिँ म बिरामी थिएँ अनि म बिरामी भएपछि चाहिँ उहाँले के भन्नुभयो भने लेट्स डु नेक्स्ट टाइम होइन भनेर चाहिँ मैले एक्चुअली यो 1 वर्ष राखेको उहाँको लागि नै मैले कुरा हो होइन, आकाशजीको लागि, किन यो गीत चाहिँ उसलाई एकदम सुट हुन्छ क्या। त्यही भएर हि इज भेरी नाइस अल्सो। सो आइ एम सो लकी टु ह्याभ अल दोज हिरोज होइन। अनि राजेशपाल दाई अफकोर्स, राजेश हमाल दाई अफकोर्स, हाम्रो के भन्छ आकाशजी होइन। एन्ड आइ एम सो ह्याप्पी टु बी विथ यु टु, एकदम लकी mokaihouse.com। आई लभ मकै हाउस। थ्याङ्क यू सो मच बसन्तजी। अनि जाडो छ है अलराइट, यति चिसो छ आज न्युयोर्कमा होइन। सो बट स्टिल यु नो हाम्रो इच्छा चाहना भनेको चाहिँ कस्तो हो भने सबैभन्दा ठुलो कुरा भनेको सङ्घर्ष, चिसो, कडा, हार्ड, जे सुकै पनि परिस्थिति समस्या आउँछ नि त्यो सबै कुरालाई जित्नको लागि सबैभन्दा मूल मन्त्र भनेको चाहिँ प्यासन हो। यदि त्यो किसिमको दृढ सङ्कल्प तपाईँको मनमा छ भने तपाईँले जस्तो सुकै कडाभन्दा कडा चट्टानलाई पनि फोड्न सक्नुहुन्छ कि। सो त्यस्तै भनौँ, हाम्रो पनि त्यही किसिमको प्यासनले होला आजको यो चिसो हामीले भनेका छैनौँ। सो अलराइट बसन्तीजी, तपाईँले 2 दशक भयो होइन, मोर देन 2 डिकेड्स होइन, तपाईँले न्युयोर्कमा आफ्नो कर्मथलो बनाएर यहाँ नाचेर तपाईँले बसन्ती राई भनेर आफूलाई इस्टाब्लिस गर्नुभयो कि। आज यो 20 वर्षपछि फर्केर हेर्दाखेरि तपाईँले चेन्जेस के पाउनुहुन्छ? मैले चाहिँ खासै मैले चेन्जेस के पाएँ भन्दा नि मलाई कस्तो फिल हुन्छ भने मैले 22औं वर्ष यत्रो वर्ष मैले डान्स गरेर अझै म अपुरो छु होइन, अझै म भर्खर इस्टाब्लिस हुँदैछु भन्ने, म कलाकार भइसकेर भन्ने एउटा यो चाहिँ मलाई फिल हुन्छ मनमा। किन आई डोन्ट फिल आम अ सुपरस्टार होइन, आई डोन्ट फिल लाइक म खतरा डान्स, खतरा सिङ्गर, खतरा यस्तो होइन। एउटा अब अहिले त मोडलमा पनि चिनिएको छु होइन। असाध्यै राम्रो गर्नु नै हुन्छ होइन। तर तपाईँले पछिल्लो समय गाएको जुन यो बेबी बसन्ती गीत यसमा पनि तपाईँको राम्रो देखिएको छ। थ्याङ्क यू। अलराइट, सो अलिकति परिवर्तन बारे बताइदिनुहोस् न, तपाईँले चेन्जेस के पाउनुभयो 2 दशक पहिले र अहिले हेर्दाखेरि? यु मिन कलर लाइनमा है? हजुर। जस्तो अब मैले अहिले चाहिँ खास चेन्ज धेरै पाएको भन्दा पनि मलाई त अझै आई फिल लाइक भर्खरै स्टार्टै गर्दैछु जस्तो लाग्छ होइन, नम्बर 1। अनि नम्बर 2 भनेको मैले के चेन्जेस पाएँ भने मैले अमेरिकाको स्टेजमा मैले मेबी मोर देन 1000 स्टेज डान्स पर्फर्मेन्स गरिसकेँ होला होइन। तर मैले गीतमा चाहिँ के चेन्जेस पाएँ भने मैले जब एउटा गीत सोही गाउन साथै जब म गायन क्षेत्रमा लाग्नु साथै म चाहिँ राइट अवे चाहिँ एकदम फेमस संसारले चिन्ने भयो कि एउटा आर्टिस्ट, एउटा अब चाहिँ म रियल एज अ कलाकार भनेर चिनिएँ। यति चाहिँ मैले एकदम यो सिङ्गिङमा चाहिँ सिङ्गिङ क्षेत्र प्रवेश गर्दा चाहिँ मैले चाहिँ संसारले चिन्ने बसन्ती राई, हु इज बसन्ती राई, आई हेभ लट्स अफ फ्यान होइन। 12-13 हजार मेरो फ्यानहरू हुनुहुन्छ, फ्यान पेज छ होइन। यो चाहिँ मैले यो चाहिँ पब्लिकले चिन्ने एउटा मौका चाहिँ पाएँ। यो चाहिँ यो हो जस तपाईँले 20 वर्ष न्युयोर्कमा रहेर नृत्य गरे तापनि यो बसन्ती राई भन्ने नाम चाहिँ न्युयोर्क सर्कल भित्र मात्रै घुमिरहेको नामलाई चाहिँ गायकी क्षेत्रले चाहिँ यसलाई चाहिँ ब्रोड रूप दिन चाहिँ सफल भयो हैन त?
सो तपाईँको लागि धेरै नै Thank you पोजिटिभ so कुरा हो much, र thank you. तपाईँको आगामी गायकी भविष्यको लागि पनि तपाईँलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। Thank you. अलराइट, जसरी गायकीले बसन्ती राईलाई न्युयोर्कमा घुमिरहेको बसन्ती राई त्यो नामलाई संसारभर छरिएर रहेका नेपालीहरूमाझ पुर्याउन सहयोग पुर्यायो होइन। हजुर त्यस्तै गरी बसन्ती राईलाई नजिकबाट चिन्नेहरूले बसन्ती राईले जल्ली बसन्ती राई भन्छ कि हजुर अल द टाइम रमाइलो गरिरहने, हाँसिरहने, हरेक कार्यक्रमको स्टेजमा नाचिरहने, अहिले हजुर। पछिल्लो समय त गाउनु पनि हुन्छ होइन। हजुर तर कस्तो हुन्छ भने हरेक मुस्कानको भित्र एउटा पीडा हुन्छ कि हरेक मान्छेमा। हामीले देख्छौँ आहा कति राम्रो मान्छे, कति हाँसेको, कति सुन्दर भनेर होइन, तर हरेकको मान्छेको मनमा एक किसिमको पीडा हुन्छ नि। कतिले हजुर। व्यक्त गर्न सकिरह हुँदैन होइन, तर हजुर कतिले प्लेटफर्मको पर्खाइमा रहेका हुन्छन् कि। हजुर। किनभने कुनै एउटा व्यक्तिलाई भनौँ उसले नकारात्मक लिन सक्छ अथवा त्यही कुराको विकनेस ठानेर हामीलाई जालोमा फसाउन सक्छन् होइन। हजुर एनिथिङ कुड बी ह्यापन के होइन। हजुर तर तपाईँ बसन्ती राई त्यस्तै हो कि तपाईँमा पनि त्यस्तै एउटा फिलिङ्स छ जसले तपाईँलाई प्लेटफर्म खोजिरहेको, म कहीँ गएर म मेरो आफ्नो भावना पोख्छु भन्ने त्यस्तो केही छ तपाईँसँग? अभियसली हुन्छ नि होइन, म पनि मान्छे हो नि होइन। अब कति कुराहरू त अब भन्न पनि मिल्छ, कति कुराहरू पब्लिकमा भन्न पनि मिल्दैन होइन। मलाई पनि धेरै अप्ठ्यारोहरू पनि छन् होइन। अब जस्तै अब मलाई मलाई म पनि एउटा होइन भनौँ न एउटा मान्छे नै हो जस्तो लाग्छ होइन। अनि मलाई सेयर कसरी गर्ने के होइन। अनि त्यही भएर बरु म सबैको अगाडि हाँसिदिएर हिँड्ने, हाई हेलो हाउ आर यु होइन। अनि आफूलाई खुसी बनाए हिँड्यो होइन। कति कुरा चाहिँ अब दबाएरै राख्नुपर्छ होइन, कति कुरा चाहिँ अब चुपचापै बसेको राम्रो हो जस्तो लाग्छ होइन। कति प्राय अब म चाहिँ कसरी बोल्छु भने एउटा खुल्ला किताब जस्तै बोल्छु होइन। जस्तो अब बसन्ती राई कस्तो यसरी बोल्छ, यसरी भन्छन् मैले सुन्छु होइन। सी इज लाइक ओपन, लाइक फर्र बोल्ने, उसलाई बोलेको पनि थाहा हुँदैन भन्ने हुँदा चाहिँ अलिकति मलाई त्यस्तो कुराहरू चाहिँ अलिकति डर लाग्छ। तपाईँलाई कसैले च्यालेन्ज दिएको छ जुन च्यालेन्जलाई तपाईँले इफ बनाएर आफू इस्टाब्लिस हुनको लागि सङ्घर्ष गरेको? त्यो त मैले च्यालेन्ज दिएर पनि, म नाम चाहिँ लिन्न, च्यालेन्ज दिएर पनि त्यो ठाउँमा म आइसकेँ होइन। अब अहिले मेरो एउटा गायन क्षेत्रको च्यालेन्ज थियो। धेरै मान्छेहरू कसैले होइन, धेरै मान्छेले when I starting singing होइन, मैले गीत गाउँदाखेरि मान्छेहरू हाँस्थ्यो। हामी नै कलाकारिताभित्रमा पनि मान्छे हाँस्ने, ओहो तिमीले गीत गाउँछ र सक्छ र भन्नुहुन्थ्यो होइन। त्यही भएर मैले बिमल डाँगीले मलाई गीत लेखिदिँदाखेरि म चाहिँ म त सक्दिनँ भन्थेँ क्या मैले। अनि जब उहाँले एकैचोटि राजपालसँग गाउनु भन्दा त म त एकछिन त बेहोसै भएको नि। तर तपाईँ आइपुग्नु भयो। तर आई नेभर लिसन टु एनीबडी डिस्करेज पिपलहरूलाई। मैले उनीहरूको कुरा मैले कहिले सुनिनँ कि म च्यालेन्ज गरेर म अघि बढ्छु, आई विल कन्टिन्यू होइन। म अहिले यहाँसम्म आइ पनि सकेकी छु होइन। यो कला जो सिङ्गिङ गायन क्षेत्रले चाहिँ मलाई धेरै मेरो फर्स्ट लाइफको पहिलो टर्निङ पोइन्ट चाहिँ मलाई अगाडि बढाइदियो कि। द्याट्स वाइ आइ एम सो ह्याप्पी। बसन्ती राईलाई आमा भन्ने शब्द कस्तो लाग्छ? Oh my God, आमा। संसारमा त आमा किन्नै पाइन्न नि होइन। आमा इज द आमा। आई हेभ नो वर्ड टु से, त्यो शब्दै छैन आमाको। आमालाई हजुर सम्झेर होइन, आमा वास्तवमा आमा हामीले भगवान भन्छौँ, भगवानको जीवित रूप नै आमा हो होइन, हजुर जसमा कुनै किसिमको स्वार्थ पनि रहँदैन होइन। हजुर अनि केही हामीलाई गाह्रो साह्रो पर्यो भने हामीले पहिलो नाम लिने भनेकै आमा होइन। सो आई एम सो ह्याप्पी के म चाहिँ आमाको लागि एउटा तपाईँको शब्द? मेरो आमाको लागि एउटै सपना थियो कि म अमेरिकाबाट सानो भए पनि घर एउटा झुप्रो भए पनि बनाएर चाहिँ मेरो आमालाई चाहिँ अमेरिका नै राख्ने इच्छा थियो होइन। ताकि त्यो इच्छा मेरो पुरा भयो। म आइ एम सो ह्याप्पी टु हेभ माई फादर्स एन्ड मेरो प्यारेन्ट्स, मेरो ड्याड मम, म सँगै छु अहिले। अनि त्यो पनि मेरो च्यालेन्ज नै थियो कसैसँग होइन। बसन्तीले के गर्न सक्छ होला र त्यो मुख मात्रै हो पनि भन्थ्यो मलाई कति मान्छेले। म आई डोन्ट लिसन टु देम के, आई नो हु आई एम क्या। न्युयोर्कमा बस्यो भने उसले आर्थिक रूपमा सम्पूर्ण पनि हुन सक्दैन, तिमी बाहिर जाऊ भन्थे के। यु हेभ नट इनफ आर्थिक होइन, यु कुड बी गो ब्याक आउट अफ कतातिर न्यु स्टेजतिर जानु भन्थ्यो क्या। मैले एउटा कहिले कहिले साथीहरूलाई मैले के कुराहरू सेयर गर्दा, तर मैले मेन थिङ कुराहरू सेयर गर्दाखेरि दे अलवेज डिस्करेज मी के। तर मैले नभनिकन मैले आई डिड नट लिसन टु एनीबडी। उनीहरूलाई मैले एउटा शब्द केही नगरिकन मैले पहिला गरेर देखाएँ। अनि एउटा अर्को कुरा, म एकदम लकी छु क्या।
म एकदम लकी छु कि मेरो आमा बुवा अझै हुनुहुन्छ हैन आमा बुवा अमेरिकामा नै मैले यसरी आफैसँगै म आमा बुवासँग बसेकी छु मेरो साथीहरुको luckiest woman luckiest in the woman world. थ्यांक यू सो मच who हैन is spending their life with their parents. प्यारेन्ट Exactly. अनि अब भनौँ न अब मेरो साथीको मम्मी हिजो भर्खर खस्नु भयो उहाँलाई पनि मेरो कञ्चन गुरुङ चाहिँ सी इज माई बेस्ट फ्रेन्ड उहाँलाई उहाँको मम्मीलाई स्वर्गमा बास होस् हैन अनि अब रुन त अब सबैलाई अब हुन्छ नि एउटा मनमा त धेरै छ हैन तर लुगाउनु पर्छ हैन अब पब्लिकको लागि पनि हैन किनकि मलाई चाहिँ कस्तो फिल हुन्छ भने म रुएँ भने छ नि यो पब्लिकले चाहिँ हाँस्छ जस्तो फिल हुन्छ क्या मलाई तर म पनि मान्छे हो नि हैन Yeah, exactly. म आज फर्स्ट टाइम क्यामेरामा रुने अलराइट बसन्तीजी मैले खास चाहेको नै यही नै थिएँ हैन किनभने जतिजनाले पनि बसन्ती राईलाई चिन्छ बसन्ती राई चाहिँ जल्ली बसन्ती राई हो हैन उसलाई रमाइलो बाइक अरू केही पनि आउँदैन भनेर तर हरेक मान्छे हरेक सजीव वस्तुहरूमा त्यो किसिमको फिल हुन्छ त्यो किसिमको एउटा मन हुन्छ हैन जसले हामीलाई एउटा त्यस्तो भावनासँग बाँधिराखेको हुन्छ के हामीलाई पीडा हुन्छ हैन सो बसन्तीजी तपाईको टाइमको लागि धेरै धेरै धन्यवाद थ्यांक यू सो मच तपाईले टाइम दिनुभयो र तपाईको गायकी करियर पनि निकै नै सक्सेस होस् त्यसको लागि मोर शुभकामना तपाईलाई थ्यांक यू सो मच र जाँदा अन्तिममा के भन्न चाहनुहुन्छ थ्यांक यू सो मच है आज चाहिँ मलाई जुन बिकी जीको क्वेशनले चाहिँ अलिकति हल्का म हाइपर भयो अलिकति मलाई मन दुख्यो हैन एउटै क्वेशनले तपाईँ एकदम हाँस्ने एकदम जल्ली बल्ली हुँदा तर म जल्ली बल्ली पनि छु हैन तर कहिले कहिले हैन मलाई पनि एउटा हुन्छ नि एउटा त्यो के भन्छ एउटा मेरो पनि के भन्छ मान्छेले भन्ने आएन कि मलाई लाइक मन रुन्छ भावना अफकोर्स हैन फिलिङ हुन्छ सो मकै हाउसलाई धेरै 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 धन्यवाद हैन मलाई यतिसम्म बोलेर जुन मेरो भएको कति कुराहरू व्यक्त गर्न दिनुभयो अनि प्लिज डु सब्सक्राइब मकै हाउस हैन अनि बसन्ती राईलाई पनि सब्सक्राइब गरिदिनु होला युट्युबमा गएर मेरो नयाँ बेबी बसन्ती सङ पनि हेरिदिनु होला थ्यांक यू सो मच ओके थ्यांक यू सो मच मकै हाउस अनलाइन टेलिभिजनको लागि टाइम दिनुभएकोमा डान्सर मोडल तथा सिङ्गर बसन्ती राईलाई धेरै धेरै धन्यवाद दिँदै उहाँको आगामी गायकी करियर पनि एकदमै सक्सेस होस् भन्दै मकै हाउस अनलाइन टेलिभिजनको यस एपिसोडबाट म बिकी पुलामी पनि बिदा लिन चाहन्छु हस्त शुभ दिन शुभरात्रि नमस्ते